हेलो साथीहरू नमस्कार। आज चाहिँ म फर्स्ट टाइम मिनी भ्लग बनाउँदैछु। मलाई अब बोल्न नि लाज लाग्छ, बनाउन नि जान्दैन, कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला। आज चाहिँ शनिबार, त्यही भएर म अलि ढिला उठेर म बिस्तारा मिलाएपछि म कपाल कोरेँ। मेरो एकदम कपाल नराम्रो हुन्छ उड्दा, त्यही भएर कपाल नकोरी बाहिर निस्किन नि अलि लाज लाग्छ। कपाल कोरेपछि म मुख धुन ब्रुस गर्न भनेर बाहिर गएँ। त्यसपछि म ब्रुस गरेर आएपछि कागती पानी खाएर घर सफा गरेँ। त्यस म्याडम र म भएर दुध लिन गयौँ। दुध लिन जाने बाटो यति अप्ठ्यारो छ, यस्तो हिलो हुन्छ सधैँ पानी परेर। अनि हामी दुध लिने घरमा पुग्यौँ, त्यसपछि लिएर फर्क्यौँ। अनि आएर म चाहिँ चिया खाएँ। चिया चाहिँ मेरो एकदम फेभरेट हो। म मम्मीलाई फोन गर्दै चिया खाँदै गरेँ। त्यसपछि म कोदाको रोटी बनाउन कोदाको पिठो मुस्न लागेँ। कोदाको रोटी बनाउँदा लास्टमा मेरो सधैँ बाँचिन्छ, मैले नजान्नु होला। त्यसपछि मसँग रोटी खाएँ। 15-20 दिनपछि यसो पढ्छु भनेर किताब पल्टाएको, त्यही पल्टाउँदा ठिक्क केही जान्दिनँ। कलेज नगएपछि यस्तै रहेछ। अनि म आधा घन्टा जति पढेर सकाएँ। अब चाहिँ म खाना बनाउँछु। बाई बाई साथीहरू।